ओहो छेरिन्जेल भइसक्यो गोरु चाहिँ अहिले चाहिँ अलिक धेरै नै तास भइसकेको छ अघिसम्म 2-4 हानाले पनि नसकेको गोरु अहिले अलिक राम्ररी हिँड्न थालेको छ है साथीहरू यहाँ हेर्नु सक्नुहुनेछ मेलो सिधा मेलो सिधा जानु मेलो ajudo 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 एकछिन नबादे हुँदैन मान्छे धेरै चाहिन्छ साँडे गर्दै गर एकछिन जुवा देखेपछि तर्सेर भाग्न थाल्छ हाल्दा पनि भयो हुँदैन काम पर्छ नि फुटी गएको अनि फुट्दै मात्रै झर्छ हुन्छ नि एउटालाई माख्न गोरुमा हाल्नु एउटा कति यो 2 वर्ष पुग्यो यो पल्लो यो अलिक सानो देखिन्छ त यताका राम्रो बानु र दुईटा जुवा लाउँछ सानोले नि ओदापछि यो दुईटै नयाँ अहिले भाग छ कुन दाइने कुन देब्रे बनाउने उ त्यो पल्लोलाई चाहिँ देब्रे मालोपट्टि भन्नु भने देब्रे हुन्छ मालोपट्टि दाइने होला नि त्यसो लाग्ला त्यसो त अघि माटो भत्किने गरी खन्दै थियो जुवा देखेपछि भाग्छ भनेको ओइ ह ह त्यसो नगर्दा त नहुने भयो यसलाई पनि लगाइदिनु त यो पनि भयङ्करै भइरहेको छ 2 साल भयो तैँले लिएको कानमा समाउ कानमा समाउ कानमा समाउ त नभए त हुँदैन तारले बाँधेको छ कहिले ल्याउनु त्यो हौ त यो चाहिँ अलिक डर होला यो गइरहेको छ नि टाउको कतै गइरहेको छ गोरु
त्यसलाई चाहिँ सिङबाट तान्नुपर्छ ल अगाडि गएर तान्नु त अगाडि त्यस्तो तान्ने बानी छैन नि त्यसलाई चाहिँ त्यो सिङमा बाँध्ने ओहो 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 राम 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 बिस्तारी बिस्तारी ओहो कुदोस् छोड्देऊ न पुछार बटारी हाल न कानमा पक्रियो भने त्यसरी चाहिँ गर्छ ओहो राम 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 त्यहाँमा बाँध्नु खुट्टामा सिङ निकालिदिन्छु भरे फेरि हुन्छ होला कानमा तानेर त्यस्तो भेटिन्छ के अचम्म भइगयो त के भइगयो यो त एउटा सिरकुना बनाउनु पर्छ ओहो बिस्तारी हलो तानु हालो हलो ल्याउनु निकालौँ न त्यो होला मको छनको लागि गरिहेरेको सुतेको भयो अरे हप्काउनु पर्छ हौ त्यसरी त्यसलाई चुटुङ न हौ उता गएर फेरि झऱ्यो भयो यसलाई बटारौँ न हौ यसलाई सुत्यो त उठे होक्रा तेरो होक्रा कहाँ गयो माथिले हिँड्नु त हाल्न ए सुत्तिगयो
ए निकालो निकालो अलिक तर डराउने मान्छे हुनुपर्छ त्यो गर्दा हप्काउँदा आई हो गल्यो पो तल्लोपट्टिबाट तल दोहोरा हो एकछिन राखौँ सुत्छ हौ सुत्छ ल छेरिन्जेल भइसक्यो टुरले हगेको काम थालिसक्यो थर जाँठाहरू साह्रै दुःख दिने क्या यो माख्लो चाहिँ ठिकै भयो अब गल्ली गयो है पसिना सरी भइगयो गाह्रो भइसक्यो त अघि एकपल्ट खाएको त गयो साह्रै गजबको पो लाग्यो त आज त जोताइ के हलो गयो छैन माथि हेलो माथि मेलो माथि माथि तान्नु माथि फेरि जान्छ है तलतिर माथि माथि तान्नु माथि यसले चाहिँ यो जुवाको सोइला भाँचिगयो है साथीहरू पानी पानी खाने ल
क्या गर्दैछ अघि ज्वरो आइगयो नि अब माथि उठ सिना निकाल है अघि खाएको जाँड त कहाँ गयो माघे खान जानु पर्ने भइसक्यो यसरी खामै नपुग्ने खालको लो एकछिन हाल थाम्दैन रे अलि सिंहमा छोटो छोरा मात्रै सिंह लामो भए त गोरु जस्तो देखिन्छ यो माला पनि गोरु नि लामो का पन्जाठो यत्रै छ मान्छे उपरमा पोसेर राख्यो र सिंहमा पक्रेर हिँड्दा छ थाम्छ सबै पोसेको नि मुराको थियो त जिम्रा रहेछ आमा लु त लु ल है ल विश्रामपछि त झन् यिनीहरू त बौलाउनु थाल्छ हौ मेलो सिधा सानो मेलो जबरी माथि जा उजा अलि जा अलि जा अलि जा ए हल्ला माथि तान है हेलो कोलेहरु गरेतिर हरि बात ए भुन्टे आइजा भुन्टे सिधै हरि उदै जा उदै जा तानो माथि अझै जबरे माथि जा माथि जा यिनीहरूलाई पनि यो दुईटा हल्लाई जस्तै हिँड्ने बनाउनु पर्ने यिनीहरू चाहिँ पास भइसकेको है साथीहरू अर्को ठाउँमा जोतिसकेर यहाँनिर जोत्दै हुनुहुन्छ मकै छर्दै हुन्छ पछाडि चाहिँ भाइले मकैको बिउ हाल्दै हुनुहुन्छ गोरु चाहिँ अहिले चाहिँ अलिक धेरै नै तास भइसकेको छ भोलि पर्सि पास हुने रहेछ माथि जा अघिसम्म 2-4 जनाले पनि नसकेको गोरु अहिले अलिक राम्ररी हिँड्न थालेको छ है साथीहरू यहाँ हेर्नु सक्नुहुनेछ ल यहाँ 2 जनाले सक्ने भइसकियो त्यस पछाडि 1 जनाले जोत्नु सक्ने बनाउनु पर्ने छ हामीले माथि जा माथि जा माथि उदै जा उदै जा उदै जा माथि जा माथि जा म झन्डै 7 गोत हौ यिनीहरूको ट्रेनिङ आजलाई यति नै ल यसलाई बाँध्नुपर्छ है अङ्कल